मात्रै मैले यहाँ लाइभ खिच्न चाहेँ, किनभने हाम्रो सुन्दरहरैटा नगरपालिका वार्ड नम्बर 5 र 4 को बीच बाँसबारी चोकमा भयानक दुर्घटना भएको छ। बाइक र स्कुटी चालकलाई टिफरले ठक्कर दिँदा एकजनाको चाहिँ मृत्यु भइसकेको छ, अर्कोजनाको चाहिँ गम्भीर अवस्था रहेको। पुरा यहाँहरू समक्ष जानकारी गराउँछु है। एकजना भाइ चाहिँ यहीँको स्थानीय भन्ने कुरा आइरहेछ, बाँसबारीकै। अब प्रमाणित भइसकेको छैन। अब प्रहरीहरू यहाँ सब तैनात हुनुहुन्छ, प्रहरीहरूले यहाँ बुझुल्का गर्दै हुनुहुन्छ। अब हेरौँ, एकदम गम्भीर भयानक दुर्घटना भयो र गाडी घोडा साधनहरू कुदाउँदाखेरि होसियारीपूर्वक कुदाउनु पर्ने हुन्छ। पैदल यात्रीले पनि हिँड्दाखेरि होसियारीपूर्वक नहिँड्ने, कतिखेर के हुन्छ भन्ने कुरै थाहा हुँदैन। त्यसैले ओभरटेक नगरिकन